नमस्कार। आज हामीले थाइराइड रोगको बारेमा चर्चा गर्दैछौँ। थाइराइड रोग के हो र यसबाट बच्ने उपायको बारेमा आउनुहोस् जानौँ। थाइराइड रोग तनाव, खानामा आयोडिनको कमी अथवा बढी, एन्टिबायोटिकको असर र वंशाणुगत गुणका कारणले पनि लाग्ने गर्दछ। पुरुषमा भन्दा महिलामा धेरै पाइने यो रोगले अन्य रोगहरूको समेत जोखिम निम्त्याउन सक्ने चिकित्सकहरू बताउँछन्। थाइराइड रोगबाट कसरी बच्ने त? आयोडिनको कमी वा बढी दुवैमा थाइराइडको समस्या देखिने भएकाले खानामा यसको मात्रा मिलाएर खानुपर्दछ। थाइराइड ग्लान्डले आयोडिनलाई लिएर थाइराइड हार्मोन उत्पन्न गर्छ। त्यसैले हाइपोथाइराइड भएमा आयोडिनयुक्त खाना कम खानुपर्दछ। सीफुड, आयोडिनयुक्त नुनमा पूर्ण रूपमा नियन्त्रण लिनु आवश्यक छ यदि हामीलाई थाइराइड देखिहाल्यो भने। कफी थाइराइड भएका बिरामीहरूको लागि पीडादायक पेय पदार्थ हो। यसले दुखाइ बढाउने काम गर्छ। बेचैनी तथा अनिद्रा जस्ता समस्याहरू निम्त्याउने काम गर्छ। तर कफीले सिधै थाइराइड भने हुँदैन। मासु थाइराइड हुनेहरूको लागि मासु घातक हुन्छ। रातो मासुले कोलेस्ट्रोल र फ्याट धेरै हुने भएकाले यसले तौल बढाउने काम गर्छ, जसका कारण समस्या जटिल बन्न सक्छ। रक्सी थाइराइड भएकालाई रक्सी बियरले निकै प्रभावित पार्छ। यसले गर्दा शारीरिक ऊर्जालाई पनि प्रभावित पार्छ। यसका कारण थाइराइड भएका मानिसको निद्रामा पनि समस्या बढ्छ। वनस्पतिको घिउलाई हाइड्रोजनसँग मिलाएर बनाइन्छ। यसले राम्रो कोलेस्ट्रोललाई नाश गर्छ र नराम्रोलाई बढाइदिन्छ, जसले थाइराइडबाट उत्पन्न हुने समस्या उत्पन्न गर्छ, यसलाई बढाइदिन्छ। यस्तो घिउ बजारमा भएका होटल आदिमा व्यापक मात्रामा प्रयोग गरिएको हुन्छ। तसर्थ सकभर बजारमा खाने नगर्नुहोस्। यदि तपाईमा थाइराइडको समस्या छ भने